आज चाहिँ स्कुलको फेयरवेल प्रोग्राममा मायाको चिनो भन्ने एउटा फोटो पनि लियो। त्यसमा आफ्नो र साथीहरूको फोटो हेर्दै भक्क हाँसियो। अलराइट एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। सन्चै हुन्छ, म पनि सन्चै छु। म फेरि आइसकेको छु नयाँ मिनी भ्लग लिएर दिप्सने। आज चाहिँ स्कुलमा हाम्रो फेयरवेल प्रोग्राम भएकोले हामीहरू चाहिँ सिधै लाग्यौँ स्कुलतिर। सुरुमा त रमाइलो हुन्छ जस्तो लागेको थियो, तर स्कुल पुगेपछि त यता पनि हल्ला छ उता पनि हल्ला छ, हल्लामा खल्ला के हो। बल्ल बल्ल सरहरूको भाषण सकेपछि हामीहरू सबैजनाको फोटो वितरणको कार्यक्रम सुरु भयो र सबैजनाले फोटो भट्टाभट सबले लिएपछि लास्टमा मेरो पनि पालि आयो। फोटो लिइसकेपछि चाहिँ हामीहरूको अर्कै फोटो पनि खिच्नुपर्ने रहेछ, त्यो फोटो पनि खिच्यौँ। त्यसपछि फेरि सरहरूको छोटो मिठो भाषण सुनेर हामीहरूलाई फेरि अर्को चिया खानालाई पानी हालेको चिया दिए। बिस्कुट पनि टन्नै लिएर आएको थिएँ नि, तर बिस्कुट चाहिँ खासै खान मन लागेन र चिया भए पनि खाइदिन्छु भनेर एक सरको तानेको मात्र थिएँ। चिया त बब्बाल छ, तर किन बबाल भयो भन्दाखेरि त्यसमा त चिनी नै नपुगेको रहेछ। त्यही पनि सबले मिठो मान्दै चिया त खाइन्, तर मेरो चिया त हरायो। ल कहाँ गयो भनेको त अर्कोले पो टिपेर लगेछ। किन लगेको भनेर सोद्धाखेरि तिमीलाई तातो हुन्छ भनेर मैले फुकेर दिन लाग्यो नि भनेर फेरि दियो। ल ठिकै छ नि भनेर मैले फेरि सबका सब खाइदिएँ चिया। त्यसपछि सरहरूको भाषण पनि सकिन लाग्यो। त्यसपछि यसो हेर्छु, ल तिनैजनाको फोटो फ्रेम छ, के चेन्ज छ भनेर यसो हेरेको त तिनैजनाको फोटो उस्तै देखेँ। तर के भयो भने त यो मान्छे फेरि यहाँ रहेछ, यो मान्छे फेरि त्यहाँ रहेछ। अनि तपाईँहरूले हेर्ने भ्लग त्योवाला मान्छेको फोटो चाहिँ यहाँनिर रहेछ। ल के छ र भनेर आफ्नो फोटो र आफ्नो मुख हेर्दा त अर्कै लाग्यो। ल केही छैन जस्तो लाग्यो। अनि सबैजनाको फोटो सोटो सब सकेर हामीहरू सिधै ग्राउन्डतिर लाग्यौँ। ग्राउन्डमा रमाइलो गर्ने रे। अनि सबैजना ग्राउन्डमा बसेर नाच्ने भन्यो। ल सिधै अब घर जाने बेलामा भेटौँला। नाच्न चाहिँ बब्बाले रमाइलो गरियो है त। अलराइट गाइज, अलराइट, आजको प्रोग्राम सकेर म चाहिँ घरतिर लागेको। आजको भिडियो कस्तो लाग्यो भनेर कमेन्ट गर्न नबिर्सिनु होला र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। दिप्सने आदिले त चिन्नुहुन्छ होला, कतिले चिन्नुहुन्न, त्यसैले अबदेखि चिनेर राख्नु भन्न अनुरोध गर्दछु। र यति भन्दै आजको मिनी भ्लग यति नै। कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। आजको लागि यति नै। ल टाटा बाई बाई। आज चाहिँ स्कुलको फेयरवेल प्रोग्राममा मायाको चिनो भन्ने एउटा फोटो पनि लियो। त्यसमा आफ्नो र साथीहरूको फोटो हेर्दै भक्क हाँसियो। अलराइट एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। सन्चै हुन्छ, म पनि सन्चै छु। म फेरि आइसकेको छु नयाँ मिनी भ्लग लिएर दिप्सने। आज चाहिँ स्कुलमा हाम्रो फेयरवेल प्रोग्राम भएकोले हामीहरू चाहिँ सिधै लाग्यौँ स्कुलतिर। सुरुमा त रमाइलो हुन्छ जस्तो लागेको थियो, तर स्कुल पुगेपछि त यता पनि हल्ला छ उता पनि हल्ला छ, हल्लामा खल्ला के हो। बल्ल बल्ल सरहरूको भाषण सकेपछि हामीहरू सबैजनाको फोटो वितरणको कार्यक्रम सुरु भयो र सबैजनाले फोटो भट्टाभट सबले लिएपछि लास्टमा मेरो पनि पालि आयो। फोटो लिइसकेपछि चाहिँ हामीहरूको अर्कै फोटो पनि खिच्नुपर्ने रहेछ, त्यो फोटो पनि खिच्यौँ। त्यसपछि फेरि सरहरूको छोटो मिठो भाषण सुनेर हामीहरूलाई